समाचार पार्टी हेल्थ टिप्समा आज हामी वर्षायाममा फुड पोइजनिङबाट कसरी बच्न सकिन्छ भनेर 7वटा महत्त्वपूर्ण उपायको विषयमा कुराकानी गर्छौं। हामीलाई अन्तिमसम्म हेर्नुहोला। हाम्रो मेहनतका लागि यो हेल्थ टिप्समा एउटा लाइक अवश्य गर्नुहोला। दर्शक महानुभाव देश तथा विदेश हामीलाई कहाँबाट हेरिरहनु भएको छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। अनि यो हेल्थ टिप्स आफ्ना आफन्तजन इष्टमित्र साथीभाइलाई पुर्याउनका लागि आफ्नो फेसबुक ट्विटर लगायतका सामाजिक सञ्जालमा शेयर गर्न नबिर्सिनुहोला। वर्षाले चर्को गर्मीबाट केही राहत दिलाए पनि यस मौसममा स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याहरू बढ्ने गर्छन्। विशेष गरी गर्मी, आर्द्रता र पानी दूषित हुने सम्भावनाका कारण खानामा हानिकारक ब्याक्टेरिया, भाइरस तथा अन्य सूक्ष्म जीव छिटो बढ्न सक्छन्। यही कारण वर्षायाममा फुड पोइजनिङको जोखिम बढ्छ। दूषित खाना वा पानी सेवन गरेपछि वान्ता, पखला, पेट दुख्ने, पेट मडारिने, वाकवाकी लाग्ने, ज्वरो आउने, कमजोरी तथा शरीरमा पानीको कमी हुने जस्ता समस्याहरू देखिन सक्छन्। कतिपय अवस्थामा संक्रमण गम्भीर भएर अस्पताल भर्ना गर्नुपर्ने अवस्था पनि आउन सक्छ। त्यसैले वर्षायाममा खाना बनाउँदा, पकाउँदा, भण्डारण गर्दा र खाँदा विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ। वर्षायाममा फुड पोइजनिङ किन बढ्छ त? वर्षायाममा वातावरणमा आर्द्रता बढ्छ। यस्तो वातावरण धेरै प्रकारका ब्याक्टेरिया तथा अन्य सूक्ष्म जीवका लागि अनुकूल हुन्छ। खाना लामो समयसम्म बाहिर राख्दा त्यसमा ब्याक्टेरिया बढ्न सक्छ। त्यस्तै वर्षाको पानी मिसिएको वा दूषित भएको पानी प्रयोग गर्दा पनि संक्रमणको जोखिम बढ्न सक्छ। खुला ठाउँमा राखिएका खाना झिङ्गा, धुलो, फोहोर र पानी र अन्य प्रदूषणको सम्पर्कमा आउन सक्छ। काँचो मासु र पकाएको खाना एउटै चक्कु वा काट्ने बोर्डबाट तयार गर्दा पनि ब्याक्टेरिया एउटा खानाबाट अर्को खानामा सर्न सक्छ। यसलाई क्रस कन्टामिनेसन भनेर भनिन्छ। फुड पोइजनिङका सामान्य लक्षणहरू के हुन् त? फुड पोइजनिङ भएपछि सबै व्यक्तिमा एउटै लक्षण देखिन्छ भन्ने हुँदैन। दूषित खाना वा पानीमा भएको जीवाणु तथा संक्रमणको प्रकार अनुसार लक्षणहरू फरक हुन सक्छ। के हुन सक्छ त? पखाला लाग्नु, बारम्बार वान्ता हुनु, पेट दुख्नु वा मडारिनु, वाकवाकी लाग्नु, ज्वरो आउनु, टाउको दुख्नु, शरीर कमजोर हुनु, भोक कम लाग्नु, शरीरमा पानी तथा इलेक्ट्रोलाइटको कमी हुनु जस्ता समस्या देखिन्छन्। विशेष गरी लगातार पखाला वा वान्ता हुँदा शरीरबाट पानी र आवश्यक लवण बाहिरिने भएकाले डिहाइड्रेसन हुन सक्छ, मुख सुक्न सक्छ, धेरै तिर्खा लाग्ने, पिसाब कम हुने, चक्कर लाग्ने तथा अत्याधिक कमजोरी महसुस भएर डिहाइड्रेसनका सङ्केतहरू हुन सक्छन्। वर्षायाममा फुड पोइजनिङबाट बच्ने 7वटा महत्त्वपूर्ण उपायहरू के हुन् त? हात र भान्साको सरसफाइमा विशेष ध्यान दिने। सबैभन्दा प्रभावकारी उपाय भनेकै हातको सरसफाइ हो। खाना बनाउनु अघि र खाना खानु अघि साबुन पानीले हात धुने, सफा पानीले राम्रोसँग हात धुने गर्नुपर्छ। शौचालय प्रयोग गरेपछि, काँचो मासु वा माछाहरू छोएपछि, फोहोर छोएपछि, बच्चाको डायपर परिवर्तन गरेपछि तथा बाहिरबाट घर फर्किएपछि हातहरू सफा गर्नुपर्छ। काँचो र पकाएको खाना अलग अलग राख्ने बानीको विकास गर्नुपर्छ। माछा, मासु, अन्डा लगायत खानाहरू राम्ररी पकाएर मात्र खाने गर्नुपर्छ। त्यस्तै पकाएको खाना कोठाको तापक्रममा धेरै समय नराख्ने गर्नुपर्छ। गर्मी र आर्द्र वातावरणमा ब्याक्टेरिया छिटो बढ्न सक्छ। बाहिरै खाना राख्दा त्यसमा चाँडै ब्याक्टेरियाहरू फैलिन सक्छ। पिउने र खाना पकाउने पानीहरू सुरक्षित राख्नुपर्छ। सडक तथा खुल्ला ठाउँमा पाइने खानाहरूमा सावधानी अपनाउनुपर्छ। विशेष गरी खुल्ला चटनी अनि काटेर राखिएका फलफुल, सलाद, पानीपुरीको पानी, लामो समयदेखि राखिएको पकौडा तथा अन्य तयार पारेका खाद्य पदार्थहरूमा सावधानी अपनाउनुपर्छ। र अन्त्यमा खाद्य पदार्थ किन्दा र भण्डारण गर्दा पनि सावधानी अपनाउनुपर्छ। फुड पोइजनिङ खाना पकाउने क्रममा मात्र हुँदैन, बजारबाट खाद्य सामग्री किन्दादेखि नै सावधानी आवश्यक हुन्छ। त्यसो भए खाना बिग्रिएको कसरी थाहा पाइन्छ त? खानाको रङ, गन्ध, बनावट वा स्वाद असामान्य भएको छ भने त्यसलाई नखानु राम्रो हुन्छ। तर एउटा महत्त्वपूर्ण कुरा के हो भने खाना हेर्दा वा सुँग्दा सामान्य देखिए पनि त्यसमा हानिकारक सूक्ष्म जीव हुन सक्छन् भनेर ध्यान दिनुपर्छ। कसले बढी सावधानी अपनाउनुपर्छ? फुड पोइजनिङ जुनसुकै व्यक्तिलाई हुनसक्छ, तर साना बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा खाद्यजन्य संक्रमण गम्भीर हुन सक्ने भएकाले उनीहरूले खाना र पानीको सुरक्षामा अझै बढी ध्यान दिनुपर्छ। त्यसो भए फुड पोइजनिङ नहुनका लागि यति धेरै उपाय हामीले भन्यौँ। यति गर्दै पनि फुड पोइजनिङ भयो भने चाहिँ के गर्ने त? पखाला वा वान्ता भएको अवस्थामा शरीरमा पानीको कमी हुन नदिनु, पर्याप्त मात्रामा तरल पदार्थ लिनु आवश्यक हुन्छ। आवश्यक परे चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह अनुसार ओरल रिहाइड्रेसन सोलुसन प्रयोग गर्न सकिन्छ। तर लगातार वान्ता वा पखाला भइरहेमा, दिशामा रगत देखिएमा, उच्च ज्वरो आएमा, अत्याधिक रूपमा पेट दुखेमा, धेरै कमजोरी वा डिहाइड्रेसनका लक्षण देखिएमा चिकित्सकसँग सम्पर्क गर्नुपर्छ। साना बालबालिका, ज्येष्ठ नागरिक र अन्य जोखिम समूहमा लक्षण देखिएमा विशेष सावधानी आवश्यक हुन्छ। दर्शक महानुभाव, आज हामीले यहाँहरूलाई खास गरी यो वर्षायाममा फुड पोइजनिङबाट कसरी बच्ने, कस्ता खालका लक्षण देखिन्छन्, खाना कसरी सुरक्षित राख्ने, कसरी स्वास्थ्यसँग सम्बन्धित चाहिँ हामी चाहिँ सचेत हुने भनेर यो हेल्थ टिप्स प्रस्तुत गऱ्यौँ। आजको हेल्थ टिप्स तपाईँलाई कस्तो लाग्यो आफ्नो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सबै नेपालीहरू माझ पुर्याउनका लागि यो भिडियो आफ्नो फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा सेयर गर्नुहोला। र हाम्रो मेहनतका लागि खास गरी हरेक दिन समाचारको अन्त्यमा हामीले यो हेल्थ टिप्स प्रस्तुत गर्दै आइरहेका छौँ। हाम्रो यो अभियानप्रति तपाईँको कुरा के छ? आफ्नो धारणा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र हाम्रो मेहनतका लागि एउटा सानो लाइक यो हेल्थ टिप्समा एउटा लाइक चाहिँ गर्न नबिर्सिनुहोला।